अब हामी चाहिँ जोरुङबाट अब गइरहेका छौँ। अब त्यो माथिको त्यो डाँडा माथिको होइन अब इतिहासमा हरेक रहेका रचनाहरूलाई आज हेर्न गइरहेका छौँ। गाइज हामी कहाँ हाम्रो लाइक सब्सक्राइब गरिदिनु सपोर्ट दिदिनु। यो चाहिँ यहाँको भ्यू, यहाँबाट सब हिमाल पनि देखिन्छ गाइज। ल हाम्रो पारस कस्तो छ, कस्तो लागिरह? अहिले जाडो छ के भन्नु। जाडोले सताएको ल गाइस, शुभ बिहानी सबैलाई, शुभ बिहानी। ल आज चाहिँ हामी एउटा ठाउँमा गइरहेका छौँ होइन। खतरा यहाँ खतरा यता हिमाल गाइस, हिमालको मोबाइल सिन यता बहुत राम्रो दृश्य अनि राम्रो ठाउँमा बहुत देख्न मिलिरहेको छ। जय ल गाइस, हाम्रो यता टोली हामी यता घुम्दैछौँ, जाँदैछौँ। अब त्यो ठाउँसम्म त्यो डाँडामा अब जानुपर्ने। जन्मेको ठाउँहरू यहाँबाट के भन्छ अब मलाई पनि उति थाहा छैन। अब सरहरूले भन्नुभएको थियो यहाँबाट नेपालमा एकता यहाँबाट ल्याएको भन्ने कुरा। र हामी यस्तो बाटो हिँड्दा यता गाइस हिमालको दृश्य, यहाँबाट हिमाल बहुत राम्रोसँग देख्न मिल्छ। हेर्नु गाइस, बवाल छ यता। यताहरूको ऊ चाहिँ कुकुर होइन, कुकुरलाई पनि देखाउन लाग्दो। अरे यहाँको हरेक कुराहरू बहुत छ क्या। यता देख्न मिलेको धेरै कुरा छ। ओहो तलको गाइस भ्यू हेर्नु न, खतरा भिडियो। अहिले चाहिँ म भिडियो बनाउन सक्दैन किनकि अहिले म भ्लगमा छु। केही समयपछि म भिडियो एन्ड भ्लग दुवैमा देखाउने छु गाइस चट्टसँग। सब गाइस खतरा छ यतादेखि। यो यता फुलहरू पनि बहुत राम्रो छ गाइस। यताको घरहरू लिएर सब छ, सब कुरा। हामी चाहिँ यो गोर्खा कुन ठाउँ हो? दरबार मार्गमा आएका छौँ गाइस। दरबार मार्गमा छौँ गाइस, हिँड्दैछौँ। अब यहाँ हाम्रो टोलीहरू हिँड्दैछ। यता जाँदैछौँ अब बाटो। पृथ्वीनारायण शाह भाइ हामी यसरी पैदलमा हिँड्न लगाउने हो, त्यही हिँड्दा हुन्न नि। यताको बहुत यो चाहिँ यो हो पृथ्वीनारायण शाहको घर भनौँ, अब जन्मको स्थान ठाउँ। ल ठिक छ, दामी छ। यहाँको धेरै कुरा, यहाँबाट पनि धेरै कुराहरू अब इतिहासमै रहेका सुनेका थियौँ। अहिले अब हामी रियालिटीमा देख्न गइरहेका छौँ गाइस होइन। अब रियल लाइफमा देख्न गइरहेका छौँ। अब हामीले किताबमा पढ्छौँ यस्तो ठाउँ, यो ठाउँबाट पृथ्वीनारायण शाहले नेपालमा एकता ल्याउनु भएको थियो। र यहाँबाट नि के भनौँ अब, सुन्दर नेपालको इतिहास, सुन्दर। यो चाहिँ गोर्खा जिल्ला, गोर्खा मार्ग। यताबाट सुन्दर दृश्य। बहुत सुन्दर दृश्य छ। सुन्दर दृश्य देख्न पाइया छ।
बहुत राम्रो राम्रो बढिया बढिया सरले अब उता बुझ्न लागि सामान सर अब इतिहासमै रहेका केही अब पहिला सुनेका थियौँ अब त्यही कुरा अब यहाँ देख्नु मलाई त यस्तो खुसी लागिरहेको छ होइन तिमीहरूसँग आउनु पाइयो। अर्को कुरा यो ठाउँ हामीले पढेको मात्र थियौँ कि यस सर पढेको ठाउँहरूलाई वास्तवमा यहाँ पाइला टेक्न पाउँदा नै हामी खुसी छौँ। यो मन्दिर चाहिँ कहाँ छ हामीलाई थाहा पाएनौँ है एक्ज्याक्ट त्यहीँ जाने हो हामी। गोरखनाथको मन्दिर को एउटा यतै रहेछ र पृथ्वीनारायण शाहले एकीकरण यात्रा सुरु गरेको यो गोर्खा दरबार हामी त्यहाँ जाँदैछौँ हेर्न एकदम खुसी लागिरहेछ। यस सर सबैजना खुसीका साथ अब अगाडि बढ्दै पाइला चाल्दै यहाँसम्म आयो। अब जिन्दगीमा कहिले आउँथेन योचोटि चाहिँ आउन पाइयो एकदम खुसी गर्व खुसी भन्दा नि मनदेखि नै अब के भनौँ धेरै कुरा भन्नुभन्दा पनि अब यही कुरा अब यही भिडियोको मार्फत देखिनेछ गाइज होइन। अगाडि खान्छ एउटा भिडियो पछि मलाई पनि पठाउनु न मोबाइल। हस् सर जाऊ न हस् सर ल यहाँ छ गाइज यहाँबाट सामान किन्न पनि सकियो। मोटु पातलो चढाइ रे लगाइ यो चाहिँ मार्ग हो। अब हामी नजिकै क्रममा छौँ। ओहो आज त निकी भएर नमस्कार यहाँ चाहिँ दरबार मार्ग। अब यो चाहिँ डाँडा हामी सिँढीहरू चढ्दैछौँ। अझै कति छ अब थोरै छ अब चाहिँ थोरै छ थोडा भन्दा नि अब नजिकै स्थानमा छ। ल यहाँ डाँडा चढ्दै अब चाहिँ हामी नजिकै छौँ गाइस। यो हो यो त गल्लीकै ओहो मलाई ठाउँै मिलेन यहाँ ठाउँै मिल्न गाह्रो भयो होइन पनि कति हामी यत्रो उचाइबाट आयौँ गाइस। तल थियौँ अब हामी माथि पुगिसकेका छौँ। यहाँ चाहिँ मूर्तिहरू बहुत अब यहाँ मूर्ति यो चाहिँ यहाँ हनुमानको मूर्ति रहेको छ। हनुमानले यहाँ पुरै पर्वत आफ्नो हातमा उठाएका छन् र यो चाहिँ गेट। ल गाइस दर्शन पनि गरियो। अब यहाँ हिँड्दैछौँ हामी अगाडि पुरै भगेनु होला गाइस। सब कुरा देख्न सकिन्छ। अब के कुरा नदेखेला अब कतै सर्ट भिडियोहरू टिकटक भिडियोहरू बनाउँदाखेरि देख्न गाइज हेर्न सक्नुहुन्छ। खतरा दृश्य छ खतरा भ्यू छ तलको पनि। अहिले पहिला त मेरो छात त फुट्लो भइगयो किनकि यत्रो सिँढी चढेको छु मैले। अब के भन्ने गाइज होइन यस्तो थाकिसक्यो नि यहाँबाट गाइज झन्। यो कुन हिमाल हो यहाँ हेर्नु गाइज म माथिबाट देखाउँछु। अब यहाँबाट फोटो पनि खिच्नुपर्छ। ल यो चाहिँ ठाउँ हो भवाल भ्यू रहेको छ। ल आयो यो चाहिँ घर। ल गाइज यता पनि बहुत दामी दृश्य भ्यू। ओ माई गड मलाई चाहिँ स्वर्गमै पुगे जस्तो फिल भइरहेछ गाइज। पृथ्वीनारायण शाहको जन्मस्थान हो कि ए ल यो मार्ग हो। यहाँ चाहिँ अब दर्शन गर्ने अरे के गर्ने। अब यहाँबाट हामीले जुत्ता खोलेर जानुपर्छ। कस्तो लाग्यो त सर इन्ट्रोडक्सन 2 शब्दहरू? यो हाम्रो ऐतिहासिक ठाउँ हो है। यो ठाउँमा अब यसो धेरै अनुसन्धान गर्नुपर्दा भनेपछि यो हाम्रो पृथ्वीनारायण शाहले एकीकरण गरेको ठाउँ यो यही जन्मेको अब उनीहरूले होइन माया छ होइन केही छैन। जय पृथ्वीनारायण शाह यसो गर्छु म यसै गर्छु होइन।
यहाँ यसै गर्छु ल, ठिक छ। यस्तो गर्दैन ल ल ठाउँ त थाहै होला बुझ्नु होला राजा द्रव्य शाह चाहिँ लमजुङबाट चाहिँ ल महाराज अब यहाँ चाहिँ हजुरले सहभागी लिइदिनु पर्यो यो चाहिँ यो लिगलिगे दौडमा भनेर यहीँको मान्छेहरूले आह्वान गरिसकेपछि उनी लिगलिगे दौडमा भाग लिए त्यसपछि घलेहरूलाई छल गरेर है उनले जितेको भने छल गरेर जितेको छल गरे कि अब चाहिँ उनले त्यो बिचैमा चाहिँ काटिदिएर अभिषेक राज्य अभिषेक भइसक्यो अब उहाँ के अरे द्रव्य शाहले जितिसके भनिसकेपछि त्यसपछि उहाँले दौडेर राज्य जित्नुभयो राज्य लिनुभयो चाहिँ तपाईँको उहाँले लिगलिग राज्य गर्नुभयो लिगलिग राज्य लिइसकेपछि त यहाँ त खड्क मगर राजा थिए अनि मगरहरूको चाहिँ नराम्रो कुसंस्कार किसिमको चाहिँ त्यो थियो कि उनको राजाको चाहिँ उनको चाहिँ अब भनौँ न बिहा गरिसकेपछि जन्ती बरात यहाँ राजा कहाँ लिन आउनु पर्थ्यो पहिले सुगारात राजाले लिएपछि अनि त्यसपछि गएपछि यहीँको चाहिँ भाइ भारदारहरूलाई मन नपरेपछि ल महाराज यो राज्य पनि लिनु पर्यो भनेर त्यसपछि खड्का राजालाई यहीँ काटेको है खड्का राजाले यहीँ काटिसकेपछि अनि त्यसपछि एवं रितले चाहिँ तपाईँको चाहिँ त्यसपछि पृथ्वीनारायण शाहको जन्म भयो अनि त्यसपछि 2224 राज्य एकीकरण गर्नुभयो है अनि त्यसपछि यो जुन यो हाम्रो हिमाल छ यो हिमालको पछाडि पनि गोर्खाको 6वटा गाविस छ सामागाउँ लोकपोर चुम्तेल छेकम भन्ने 6वटा गाविस छ त्योभन्दा उता चाइना यो सबै यो देखिएको गोर्खा पर्छ अब हेरि यहाँनिर लिगलिकोट चाहिँ यो यहाँनिर पर्छ अलिकति माथि गएपछि लिगलिकोट देखिन्छ अनि भीमसेन थापा जन्मिएको ठाउँ भीमसेन पार्क भनेर उयो फेरि योलाई चाहिँ भीमसेन पार्क भनेर भनिन्छ है देखिराखेको हजुर भीमसेन पार्क हेरौँ त त्यो है घर छ नि सबैभन्दा ठुलो त्योभन्दा उता भीमसेन थापा जन्मेको ठाउँ भीमसेन पार्क छ है अब यो हामी अनि त्यसपछि गुरु गोरखनाथ बाबा उत्पत्ति हुनु भएकैको यहाँ छ है हामी अहिले जान्छौँ उता गोरखकाली मन्दिर बिचमा जन्मनु भएकै दरबारै त्यही नै हो अनि त्यसपछि चाहिँ गुरु गोरखनाथ बाबा उत्पत्ति भएर पृथ्वीनारायण शाहलाई आशीर्वाद दिनुभएको र उहाँले चाहिँ 2224 राज्य चाहिँ एकीकरण गर्न उहाँकै आशीर्वादमा सफल हुनुभयो यदि उहाँले चाहिँ गुरुले दिएको चाहिँ दही उहाँले खाइदिएको भए उहाँले बोलेको राज्य हुन्थ्यो उहाँले नखाएर ओकल्दा फेरि खुट्टामा परिसकेको चाहिँ तिम्रो प्यार पर्न सकेको राज्य खुट्टा चाहिँ तिमीले राख्न सकेको ठाउँ तिम्रो राज्य हुन्छ भनेर उहाँले चाहिँ आशीर्वाद दिनुभएको थियो उहाँकै आशीर्वादले चाहिँ यो अहिलेसम्म उहाँहरूको अब राज खान त्यसपछि उहाँहरूले त्यसपछि हाम्रो यो जुन महेन्द्र होइन वीरेन्द्र शाहले यहाँ एउटा वायुकोठा भन्ने छ सर है यहाँ त्यो दरबारनिर यो चाहिँ त्यो वायुकोठा खोल्नुहुन्न भन्ने एउटा ठुलो उ छ कि सर होइन देशलाई अति सङ्कट परेको खण्डमा मात्रै खोल्नु भनेको छ त्यहाँ होइन त्यो कोठा वायुकोठा उहाँले चाहिँ अब कसैले हेर्नु मिल्दैन उहाँले खोलिदिनु भयो खोलेकै 1 महिनापछि उहाँको वंश नाशै भयो वंशै नाश भयो त्यो भएर यहाँ त्यो एउटा वायुकोठा भन्ने छ त्यो वायुकोठामा त्यो कसैले पनि खोलेको हुँदैन त्यो पुजारीहरू बाहेक अरू कसैले खोलेको हुँदैन त्यहाँ यदि त्यो देशलाई अति सङ्कट पऱ्यो भने खोल्नु भनेको छ अरे है त्यो इतिहासमा त्यो छ अनि गुरु गोरखनाथ बाबा यहाँ उत्पत्ति भएर फेरि यहाँदेखिको मनकामनाको माथि बक्केश्वरीसँग जाने गुफा छ त्यो भित्रभित्रै है अनि फेरि बक्केश्वरीमा पनि गोरखनाथकै भक्त बस्नुहुन्छ त्यहाँ यदि तपाईँहरू पछि बक्केश्वरी जानुभयो भने आज सम्भव नहोला तल कामनाबाट अलिकति माथि हिँड्नुपर्छ बक्केश्वरी हो त्यहाँसम्म पुग्ने गुफा छ र यहाँबाट फेरि इन्डियाको गोरखपुरमा पनि निक्लिएर गोरखनाथकै नाममा गोरखपुर भएको हो र यो उत्पत्ति चाहिँ यहीँ भएको भनेर अहिलेबाट चाहिँ यहाँबाट चाहिँ खिचडी यात्रा चाहिँ इन्डियाले आह्वान गर्यो गोर्खालाई हजुर यहाँ 200-300 जनालाई त उसले यहाँबाट गाडी समेत आफै व्यवस्था गरिदिएर उहाँ सलामी दिएर अनि त्यो खिचडी यात्रा चाहिँ अहिले 2 वर्ष भयो खिचडी यात्रा हुन्छ है गोरखनाथको चाहिँ उसले त्यस्तो छ है धन्यवाद माथि एकचोटि ल है अब लगाइस केही कुराहरू यहाँको मान्छेले पनि भन्न सकेर सुनाइदिए धेरै खुसी लाग्यो ल अब हामी डाँडा चढ्दैछौँ यो यहाँको सुन्दर दृश्य हेर्नुहोस् गाइज बवाल छ न बवाल ल गाइज यहाँबाट यस्तो बवाल ओ यो अन्त जन्नत यहाँबाट बन्दुक हाने बन्दुक हान्नलाई त होला हेलो कभर लिएर होइन गाइज यहाँ चाहिँ मेरो मुस्किल भइरहेछ एकछिन हेलो गाइज फेरि पनि यहाँ अब माथि चढिरहेको छु होइन अब यता माथि चढ्ने दृश्यमा अब रहेको छु यो चाहिँ महादर डोक्ला जस्तो डर लागिरहेछ
कहाँदेखि कहाँ जानु केही थाहा छैन। यता हो यो चाहिँ छेन्नी सेफ्टी रहेछ है। बाबा छोडिदिउँ न त यो यहाँ दिन्छ बाहिर बाजासी अठिया न आफा दिनी गोरनाथ चाहिँ अब हामीले गोरकाली त भयो। अब उहाँ अहिले खोल्नु भयो भने अहिले पाइन्छ हामी हुँदैन जाउँ लगाइ चाहिँ त्यहाँ नि बहुत राम्रो छ। यो पशुपति छ है। लगाइ जब यहाँदेखि चाहिँ बबाल दृश्य छ, यहाँको सब देख्न पाइन्छ। यहाँ कस्तो भइरहेको के भन्ने टोपी चाहिँ सुहानी। यो हेर्नुहोस् गाइस यहाँको दृश्य आकाशमै पुगे जस्तो छ। यहाँ पहाडहरू यहाँ गाइस देख्न सक्नुहुन्छ। बहुत राम्रो राम्रो दृश्य यो पहाड। शान्ति हुनु कालचक्र ग्रह शान्ति हुनु मैले चितायो सही पुगो लक्ष्मीले एवास गरौँ न सुखा सन्तोष आनन्द रहन् धर्म कि जय हुनु नौ ग्रह शान्ति रहनु हिँड्दा चाहिँ अब आफ्नो बुझ्ने कार्यक्रम छ। सरलाई फेरि पनि सल्युट जय गोर्खा। कस्तो लागिरहेको छ सर यस्तो ठाउँ देख्दा? हजुर हजुर लगाइज पूजा गरेर पनि आइयो। अब यो घटियाएर देखाइदिउँ भनेर के छ केटाभित्र? खै बुढा चाहिँ के जुम गरेर हेरौँ न। भित्र के पो रहेको छ देखिने यार। यो चाहिँ गाइज के राखिएको रहेछ। यो चाहिँ पृथ्वीनारायण शाहको घर हो कि सायद मैले पनि थाहा पाउन सकेन, धेरै कुरा जान्नै सकेन। राम्रो राम्रो ठाउँ गएको छैन अगाडि मान्छे जान पाइयो लगाइ सबै। यो चाहिँ भित्रको ठाउँ यहाँ फेरि पूजा गर्ने ठाउँ यो राम्रो राम्रो ठाउँ। अब यहाँबाट त मलाई भित्र के शब्दैहरू ल यहाँ चाहिँ पृथ्वीनारायण शाहको दरबार भनौँ घर भनौँ। ल तिमी ह्यान्डसम छौ, तिमी ह्यान्डसम छौ। यस्तो रहेछ यहाँ। ल गाइज यो
ए मैले समाइदिएन यसो देखा त मैले के ल्याएको थिएँ कहाँदेखि ल्याएको यो मैले रक्षा गरौँ उता गर उता यहाँ विभिन्न ऐतिहासिक कुराहरू यहाँ के छन् गाइस के छन् हेर्न त मिल्ला नि यो चाहिँ के हो थाहा छैन होइन अब यसको यो चाहिँ तोप हो जस्तो लाग्यो मलाई सायद तोपै होला यो चाहिँ घन्टी यिनीहरू चाहिँ अब खोइ के हो मलाई पनि थाहा छैन यहाँ चाहिँ यहाँ केही शब्दहरू लेखिएको छ यहाँ आफैमा अब यहाँको एकछिन जय गोर्खा जय गोर्खा यहाँ ऐतिहासिक ठाउँ राम्रो ठाउँ यताको दृश्य बहुत राम्रो रहेको छ गाइज यहाँ अहिले चाहिँ एकछिनमा फोटा पनि खिच्नु पर्ला अहिले चाहिँ दृश्यतर्फ लागौँ यहाँ पर्यटकहरू पनि बहुत यहाँ आफैमा ऐतिहासिक नै रहेको ठाउँ हो हाम्रो नेपालमा एकीकरण ल्याउने पृथ्वीनारायण शाहको यहीँबाट ल्याएको थिएँ र केही यहाँ पनि आर्मीहरूलाई लिएको छ यहाँ हाम्रा भाउ यहाँ चाहिँ आर्मीहरूलाई केही कुरा सिकाउन देखाउन इतिहासमा रहेको कुराहरूलाई पढाउन होला यहाँ ल्याएको छ यहाँ मस्तको दृश्य यहाँ बाँदरहरू पनि रहेको छ मस्त बसेर जाउँला एकदम ठिक छ जाउँ केटाउटा ल